निर्वाचन रिपोर्टिङमा अवरोध गरेको आरोप। ग्लोबल टिभी सप्तरीका रिपोर्टर निर्वाचन अधिकृत कार्यालय अगाडि धरनामा। सप्तरीमा निर्वाचन रिपोर्टिङका क्रममा प्रहरी प्रशासनले अवरोध गरेको भन्दै पत्रकारले विरोध जनाएका छन्। ग्लोबल टिभी सप्तरीका रिपोर्टरले जिल्ला निर्वाचन अधिकृतको कार्यालय अगाडि धरना दिएका हुन्। सप्तरी जिल्लाको निर्वाचन अधिकृतको कार्यालय अगाडि ग्लोबल टिभी सप्तरीका रिपोर्टरले धरना दिएका छन्। निर्वाचन सम्बन्धी समाचार संकलन क्रममा प्रहरी प्रशासनले आफूलाई अवरोध गरेको आरोप लगाउँदै उनले विरोध स्वरूप कार्यालय अगाडि धरना दिएका हुन्। रिपोर्टरका अनुसार निर्वाचनको रिपोर्टिङ गरिरहेको बेला सुरक्षाकर्मीले भिडियो खिच्न नदिएको र पत्रकारिताको काममा हस्तक्षेप गरेको आरोप लगाइएको छ। घटनापछि पत्रकारले प्रेस स्वतन्त्रताको सम्मान गर्न र समाचार संकलनमा अवरोध नगर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उता यस विषयमा जिल्ला प्रशासन तथा निर्वाचन कार्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। मतदान केन्द्रमा हुन्छ कतै टाइम हुन्छ, यो भन्दा बढी केही हुँदैन। एउटा बुम हुन्छ, माइक हुन्छ, चस्मा हुन्छ, डटपेन हुन्छ, डायरी हुन्छ, अनि हाम्रो चाहिँ यो निर्वाचनमा खटिने भनेको हामीले यति लिएर हो कि योभन्दा बढी हामीसँग न त हात हतियार हुन्छ न त केही हुन्छ। गोप्याङ हल्लिने गरी निर्वाचन स्थलमा हामीलाई चाहिँ यी प्रहरी प्रशासनहरूलाई चाहिँ चेक गर्न लगाइयो न। निर्वाचन स्थलको कुनै पनि भिडियो फुटेज लिनलाई हामीलाई वञ्चित गर्यो। बाहिरबाट खिच्नु होइन। हामीलाई पनि आचार संहिता थाहा छ। यदि ती आचार संहिता हामीमाथि लागू हुन्छ भने निर्वाचन आयुक्तलाई समेत लागू हुनुपर्छ। मेरो मोबाइलमा निर्वाचन आयुक्तले जुन चाहिँ बुथबाट नै फोटो खिचेर सार्वजनिक गर्नुभएको छ त्यस्ता फुटेजहरू धेरै छन्, जुन फुटेजहरू चाहिँ छापछापी मिडियामा छ र ती व्यक्तिहरूले आफै खिचेर ती फुटेजहरू सार्वजनिक गर्नुभएको छ। अनि हामीले गर्ने कि हाम्रो काम नै खिच्ने हो नि त, हामीले देखाउने हो नि त। योभन्दा बढी केही हुँदैन हामीसँग, यति हुने हो। अनि गोप्याङ हल्लिने गरी, गोप्याङ देखिने गरी छोएर हामीलाई चाहिँ निर्वाचन केन्द्रहरूमा मतदान स्थलहरूमा चाहिँ हामीलाई चाहिँ चेक जाँच गर्न लगाइयो। कहाँको न्याय हो? कानुन सबैको लागि समान हुनुपर्छ।